रेनिसा अहिले हामीसँग हुनुहुन्छ यहाँ रेनिसा एजिल गुरुङ र हामी ल भनिदिउँ कता कता जान्छ हामी कता हामी मामा घर ल मामा घर हामी आइपुगेका छौँ वर्षा र दिनमा र हाम्रो यता राणा खानदान अगाडि बढिरहेका छन् पुरा यता हाम्रो छोरी त्यस्तै गरी को टिमहरू पुरा हतियारसहित गोलीगट्ठा लिएर हिँड्नु भएको छ गट्टा लाएर कसरी भन्दै ल हाम्रो यहाँ सरी कैसा भन्नु सरी कैसा बाबु दसैँ भएर पनि दसैँ भएन रे कुर्ते गुरुङ के छ अब हाउ यु सेलिब्रेट आवर दसैँ के छ त विचार के छ भनाइहरू केही छ अब दामी गीत गाइदियो नि त हामी लगभग अब आउन लागिपुगेका छौँ हाम्रो घर ल नमस्ते 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 ल फाइनली हामी आइपुग्यौँ यो टक्कलाल हाम्रो अङ्कललाई परिचय गराउनु न त्यहाँ ल मामा भन्नुहोस् न परिचय दिनुहोस् तपाईँको ल के कसो हो ल यस्तो भन्दिनँ न यस्तो के परिचय दिनु हजुरको सरी ल भित्र भित्र ल ल ल ल ल ल हेलो 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 गर्नु न हेलो 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 ट्राफिक जाम ब्याक क्यामेरा हो कि फ्रन्ट क्यामेरा हो र हेलो ओहो नाति ज्वाइँ नाति हामी अहिले दसैँ विशेषमा छौँ र अहिले हामी यहाँ कान्छामामा गन्छौँ उहाँहरू भर्खरै मात्रै पालोबाट भर्खरै आउनु भएको छ आउने बित्तिकै उहाँले फेरि यहाँ ड्युटी पाइसक्नु भएको छ है यतापट्टि ल छोरी यता माया आऊ क्यामेराम्यान ओके गाइस जमरा पुर्याउनु पर्छ अङ्कलले जानु एउटा पाँच हमको भी दिख न लागिन है हेर्नुस् न अब चाहिँ बाबु बारी छ
घटना नानी बुढो मान्छेको हातबाट अब यहाँ टिका लाउँछ नाच्यो भने त अनि त्यही भएर जबरजस्ती लिएर आउँछ रङ त लाग्छ यही अब अब चाहिँ हाम्रो मम्मीको पाली मम्मी बाबाको पाली त ठ्याक्क भ्याइयो चिताको पुग्ने होस् निरोगी होस् राम्रो सुन्न पाइयोस् भान्जाको सेवा गर्नु पठाएको मेरो पाली ल क्यामेराम्यान हजुरपालि अब भान्जाले छोरीको छोरीले भान्जाको पालो पालो हामी दुईतर्फी हो आशीर्वाद दिने कार्यक्रम मनले चिताको पुग्ने यति ठुलो खेलाडी बनेर बाबा मम्मीको नाम राख्ने कि इन्टरभ्यू लिन बाबा मम्मीको इन्टरभ्यू लिन भरै आओस् नानी देश विदेश पुग्ने खेल खेलेर जितेर है अब को अरे दुई बाबु रेनिका अब आफ्नो सुरमा हो अहिले लाउने हो अब यसले के भन्ने रक्षा गर्ने धेरै पढ्नु ज्ञानी हुनु बाबा मम्मीलाई सेवा गर्नु राम्रोसँग पढ्ने है नाम राख्ने खालि निधारमा क्या बाबाले त भाग्यमान होइन भन्नु होइन लाउने हो नै भन न सही ब्याज बढ्छ ट्याप्प लगाइदिने हाम्रो नानीलाई धेरै रक्षा गर्ने धेरै फरफराएर बोल्ने है बाबा मम्मी आउँदा धेरै पढेर बस्ने ठोटी होइन नानी बाबाको बनाइदिए नाकमा लगाइदिएर होइन बाबाको नाकको टिका बनाइदियो भनेको नमस्ते ल साथीहरू हाम्रो बाबाको हालत मेरो अवस्था यस्तो छ हेलो गाइस ल्याउनु भयो जानेको मलाई पुस्न यहाँ नास्ता गर्ने